युटिलाइज गरे यसको डेन्जर युटिलाइज गरे गाइस उसा जाऊ छ्याम What's up beautiful peoples, after a long time है वेलकम ब्याक टु माई च्यानल यु आर वाचिङ मिस्टर खराय ब्लग्स र हामी केटाहरू सबजना भेला भएर अब जाने प्लान छ। आज हाम्रो डेस्टिनेसन पोखरासम्म हुनेछ र हाम्रो यसपालिको प्लान चाहिँ तिलिचोक। अब यो चाहिँ हाम्रो सेकेन्ड ट्रेक हुनेछ, लङ्गेस्ट ट्रेक 10 दिनको लागि प्लान गरेका छौँ हामीले चाहिँ। हेरौँ के हुन्छ। वी आर गोइङ टु ह्याभ फन। केटाहरू हामी कति 6-7 जना हुन्छौँ होला। यस अस्तिसम्म 9 जना जति जाने कुरा थियो, तर आज आएर चाहिँ 6-7 जना पनि गरेको छ। ल केटा हो आउँदैछु म। यो चाहिँ एउटा साथलाई चाहिएको छ भने हिजै माग्यो थियो। Let's go. केटाहरूले तर आज मलाई मार्दा 8 बजे आइपुग्यो है भन्थ्यो, 9 बजिसक्यो। 9 बज्दाखेरि पनि म पुगेको छैन क्या अहिलेसम्म। म 15 मिनटमा चाहिँ ठिमी पुग्नुपर्ने हुन्छ। केटाहरूले मलाई कल गरेछ। अब लेट्स गो, सिधै गएर ठिमीमा भेट्नुपर्छ केटा हो। ठिक छ हाम्रो यात्रा अब कहाँसम्म हो तिलिचो अब निस्किन्ला हो। त्यही हो टाइम देखिरह होला। तिलिचो आज त पोखरा होला नि। यो मैले नजाने मान्छेहरू देखाइदैन थानकोट नगरसँग कसले पनि ब्रेकफास्ट गर्दैन मैले। भोक लागिसक्यो होइन थानकोट कटेरै गरौँ क्या। ओइ हिँड्न त्यहाँ जडीबुटीसम्म। अनि अनुभर पनि त्यहीँ आउँछ। अमन भाइ कोटेश्वर आउँछ अरे। कोटेश्वर आउँछ अरे अमन भाइ। अमन भाइ कोटेश्वर आउँछ क्या। सर्भिस सेन्टरै बोला नि त मेरो। उहाँ 16 फुटेदेखि आउँदैछ अरे, किन फेरि यता बोलाउने भने क्या। हामी त मोबिलमा चेन्ज गर्ने, अनुपहरूलाई पनि त्यहीँ डाइरेक्ट नम्बर लि त अनुप त। ल यो हेलमेट पनि लगाइराख्न त। लगाइराख्यो अहिले अनुपलाई दिएन अनि मलाई हेलमेट त्यही राख्नु यार। हेलमेट मैले यहाँ कि मर्दैन थियो अर्दैन हेलमेट त्यहाँ राख्नु कि मर्दैन। न यहाँ हेलमेट हो यार। म नलाउने क्या, मेरो कपाल बिग्रिन्छ क्या। मेरो कपाल बिग्रिन्छ क्या। ल बान्दिनु ल। म त समातेर राख्नु। बान्दिन्छु ल। आफ्नो आइफोन समात्नु पर्छ यार, फेरि आइफोन ल्याउनु पऱ्यो र। फेरि आइफोन ल्याउनु पऱ्यो र। जिजस नहसाउने केटा यार मलाई। उसले हजाइरहेको क्या भन्न मैले हेलमेट चाहिँ लिएर आएको भन्न मुजी न त म त यत्रा नि पुग्दैन त्यो पेप्सी होला। मलाई दामी देख्छ नि अफकोर्स त्यहाँ बस्दै हेर्नु। ओ त्यहाँ त्यहाँनिर अलिकति पछाडि लिएर जान। ओ रकी भाइ अलिक पछाडि उतै लिएर जान। घुमा ओ यहाँ चाहिँ नठोकाइ मा। तर क्रस फायर लिने हो नि म चाहिँ काबो साकिन लिन्छु। तैँले यो ब्यागी प्यान्ट लगाएर क्रस फायर चाहिँ कुदाउँछ आउँदैन। क्रस त्यो काबो साकी लिएर खाली खुट्टा विली हान्ने हो। खाली खुट्टा विली हान्ने हो। काली खुट्टा विली हान्ने ढुक्काउने। ल लेट्स गो। ल अब चाहिँ हामी बल्ल कोटेश्वर आएको छौँ। 12 बज्यो। केटाहरूको यसो बाइक साइक मिलाउँदा साधनहरू प्याकिङ गर्दाखेरि 2 जना चाहिँ अब हामीलाई उहाँ सातो बाटोमा कुरेर बसिरहेछन्। 2 जनालाई उहाँबाट पिक गरेपछि त्यसपछि ननस्टप हामी पोखरामै पुग्छौँ होला। आज केटाहरूलाई मा कसैलाई पनि भात चाहिँ नखुवाउने सोचमा छु म। ठिकै जानुपर्छ। आज 8 बजे कट्ने भनेको न यस्तै भयो। के गर्ने नेपाली काम भनेर त्यही हो। अब चाहिँ ननस्टप जानुपर्छ।
केटाहरू जाँदै गर्छु भने होइन जाउँ जाउँ केटाहरू अगाडि गइसक्यो अरे आऊ हामी बिस्तारै जाँदै गर्छौँ भनेको थिएँ मैले बल्कुमा रोक भनेको थिएँ ओइ उता जाउँ ल त्यहाँ जाउँ तेल हाल ल सबजनसँगै नभेट्यो भने बिचबिचमा भेटियो अब चाहिँ हामी तेल हाल्न गएर अनि त्यसपछि हामी जानु सुरु गर्छौँ खलासी हुन्छ त टिकट 50 ल अमन भाइ कस्तो बतेर गयो क्या फेरि तेल हाल्नुपर्छ भनेको हामी अब चाहिँ कुरिनटार पुग्न लागिसकेका छौँ अब चाहिँ हामी कुरिनटारमा पुगेर खानासाना खाएर फेरि आफ्नो गन्तव्यतिर लाग्दैछौँ आज राति पुगिन्छ जस्तो आज नि जस 8 बजे पुगिन्छ है पोखरा आज 8 बजे ढुक्कै पुगिन्छ ल पोखरा केटाहरूको सपिङ गरेर आएको है हामी चाहिँ सपिङ गरेर अब ब्याक टु आवर होटेल यही हो हाम्रो होटेल अब नाइट आउट हुनेछ हाम्रो केटाहरूको तुम्बा पार्टी हुने भन्दैछ तुम्बा खानुपर्छ तुम्बा तातो तातो तुम्बासँग मिठो मिठो चिप्स लगिदिनु भइसक्यो होला नि कहाँ जाने रे आज हामी फेरि डाँडा चढ्न जाने नि त आज अर्को हिरो जाउँ जाउँ गाइज अब चाहिँ हामी रेडी भएर आज अब शान्ति स्तूपा अनि त्यसपछि टाढै शिवको मन्दिर होइन शान्ति स्तूपा शिव मन्दिर जान्छौँ अनि बेलुका चाहिँ हामी सारङकोट जाँदैछौँ आज सारङकोटमा चाहिँ सनराइज त हेर्न जानु पाएन सनसेट हेर्न जान्छौँ हामी सबजना बिजी सबजना रेडी भएर अब जान लाग्छौँ हामी गएको ल ल अब चाहिँ हामी निस्किन्छौँ आज एक दिन म जानुपर्छ हो कि अनि पोखरामा ल अब चाहिँ हामी शान्ति स्तूपा जानुपर्छ तर मलाई बाटो चाहिँ थाहा छैन तल थाहा बाटो है शान्ति स्तूपा जाने थाहा छ कहाँबाट जान्छ जाने रोडै रोड त हो नि केटाले स्विङ ट्रेकिङ लट्ठी लिएर आउनु पर्ने रहेछ ल वी आर हियर एट शान्ति स्तूपा कस्तो लामो हो भने ऊ त्यहाँ माथि अब यहाँ नो भिडियो नो फोटो भने नि एउटा चाहिँ अलिकति मैले छ्याचक्क दिइहालेँ है हाम्रो शिवको मन्दिर उहाँ माथि शान्ति स्तूपा अब चाहिँ हामी शिव मन्दिरको पार्किङ आइसकेको छौँ है चट्ट अब यहाँ हामी माथि जानुपर्ने हुन्छ छिक चल्दैछ अरूले तानिरहेको हाम्रो गोरु यहाँले बनिसकेको रहेछ ल अब हामी चाहिँ एक राउन्ड हानेर आउँछौँ
ल अब चाहिँ हामी पुरा शिवजीको मन्दिर दर्शन गरेर अब हामी फर्किनेछौँ। यताबाट होला नि नझरौँ क्या चिप्ल्यौँ। साइड जान्छौँ र एकछिन रेस्ट गरेर फेरि हामी लागि निस्किन्छौँ। यो चाहिँ पोखरा सिटीको भ्यू, माथि शान्ति सुब्बा। हराइयो सारङकोट जाँदाखेरि बाटोमै हराएर अम्युजमेन्ट पार्क आयो हामी। ल है हाम्रो यो मुजी हराएको चिम्से। ओइ चिम्से यार खोइ देखेन पोखरामा आएर भेट भयो हराएको मान्छे यही हो। यो त काठमाडौँ आएछ, काठमाडौँ आएपछि तँलाई हेर्छु म। ठिक छ आज चिम्से भेटाएको छ, अन्तिम दिन बब्बाल रमाइलो हुने भएको छ है हाम्रो। वी आर गोइङ अराउन्ड लेक साइड इन्जोइङ। ल 5 रुपियाँदेखि चल्छ है त चलाउँ हामीले है हामीले बुर्जामा र लसको बिस आयो 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 पर्यो पर्यो। ल भाइहरूको प्रफिटै धेरै रहन्छ यार, हामीले उठाइदिने हो क्या। यो 5 डबल आएन। ठिक छ है अनि भाइहरूलाई सानो सहयोग गरेको है। ल अब चाहिँ हाम्रो है फन पार्कभित्र प्रवेश हुँदैछौँ हामी। फन पार्कमा कोलम्बस या रोटी पिङ खेल्नुपर्छ अब। ल अब चाहिँ हामी है रोटी पिङमा जाँदैछौँ। वी आर गोइङ। यहीसम्म हावा आएर चाहिँ यस्तो उयो पुरै हल्लिरहेछ मैले। रोटी पिङ पुरै हल्लिरह त ल कस्तो हावा है तर यहाँ त पैसा टुवाइस जानुपर्छ क्या। खोइ रोक्दैन जाउँ न हिँड्न। त्यहाँ खेलिरह कपाल त दुईजना यो डराइरह मुला। ल केही ठिक छैन थाहा थियो यहाँ। ओइ लुङ्गी ल आइज ल बिताउने हो कहाँको भन्दा ठुलो छ अरे। ल अब चाहिँ है हामी यहाँ एकजनाले गरेर म सबलाई डराउने बनाइरहे। ल है हामी चाहिँ लागेको अब हामी चाहिँ माथि पुगिसक्यौँ। यो पोखरा सहर एउटा लाग्छ रहर। उता चाहिँ हाम्रो लेक छ। सही हो लेक साइडमा हामी ल पोहोर पालि आउँदाखेरि कोलम्बस, यो पालि चाहिँ रोटी पिङ। सही हो। सिरिङ्ग हुँदो रहेछ क्या। माथि पनि खिच्छ हाम्रो लुङ्गी बौ लाग्यो क्या तर आँटेको माथि जान्छ। केटा केटा हो हाउ वाज योर एक्सपिरियन्स। अब केटाहरू एक्साइटेड भएर यहाँ फेरि कोलम्बस खेल्ने अरे होइन। अब कोलम्बस खेल्नुपर्छ अब। डराएन यो पछि फेरि बिचबाट पछि फेरि बत्ता थियो नि माटी लचक लचक भइरह्यो क्या हामी त। ल है गाइज वी आर गोइङ कोलम्बस। खोइ केटाहरू आयो
केही न हो होइन चाल समातेर बस्छ क्या नेक्स्ट साइड वी आर कमिङ ल अब चाहिँ हाम्रो यहाँ बक्सिङ चलिरहेको छ बक्सिङ चलिरहेको छ मैले त अहिलेसम्म हाने छैन क्या त्यही भएर पनि हो यस यु गट द रेकर्ड 60 60 तिनवटा त एउटै सर्टको पञ्च हो नि ल ल अर्को पालो बढे है मान्छेको आयो ल 297 कस्तो पेलेर हान्नु पर्ने क्या त्यो पनि कम आयो कम घट्यो केटाहरूलाई कस्तो लाग्दैछ त तिमी मलाई माया गर्छौ के गर्दैछौ तिमीलाई कस्तो लाग्यो ग्लास थाकिरहेको साथी यार